एभ्रिवान, नमस्ते, गुड मर्निङ। आज चाहिँ नेक्स्ट डे अनि हामीले चाहिँ खाजाहरू पनि खाइसकेर बसिरहेको छौँ। तर मेचमा हुँदैछ साथीहरू हाम्रो चाहिँ। अनि सो मैले चाहिँ आज चाहिँ भिडियो चाहिँ यहाँ गेटदेखि स्टार्ट गरिरहेको छु। बेहुला बेहुलीको फोटोदेखि स्टार्ट गरिरहेको छु साथीहरू। यो छ हाम्रो काली र भेनाको फोटो। छोटी राजाहरू त अनि खुट्टा बोकेर जानुभयो त खुट्टा बोकेर जानुभयो हाम्रो सोल्टीहरू त लाजले। यहीँ हेलो गरिदेऊ। हेलो 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 गर बहिनी। हेलो वेलकम छ। ल भन के भन्न चाहन्छौ तिमीहरू दुईजना, के भन्न चाहन्छौ मेरो ब्लगमा? के भन्नु र, सबैजनाले सब्सक्राइब गरिदिनु होइन, अनि सपोर्ट गरिदिनु सबैजनाले, त्यही हो। ल सुनिहाल्नु भयो साथीहरू। सो अनि पास्तर चाहिँ अब म तपाईँहरूलाई फेरि भोलि घुम्नु जाँदाखेरि देखाउँछु। अनि आज चाहिँ भिडियो चाहिँ मेरो बिहेको हुनेछ। ल अहिले भेटौँ है। साथीहरू हाम्रो चाहिँ यहाँनिर बेहुली रेडी हुँदैछ। यता हाम्रा दिदीहरू ब्युटिफुल दिदी बहिनीहरू राम्री राम्री। यता हाम्रो सोल्टीले चाहिँ लगाइदिँदैछ। यता यता बहिनी लोखण्डी, आजको लोखण्डी बेहुली रेडी हुँदैछ। बेहुला बाहिर छ रेडी भइसकेर। मेरो चाहिँ यस्तो छ ल साथीहरू आउटफिट। आजको आउटफिट यस्तो छ। हामीलाई यहाँनिर बेहुला लिनु आयो है। बेहुलाहरू यताबाट लिनु आयो। अनि हाम्रो चाहिँ लिम्बूहरूको चाहिँ थोरै यता अगाडि आउनुपर्छ अरे। अनि सो यहाँदेखि चाहिँ बेहुला लिनु आउँछ बेहुलीलाई अरे। आधी बाटोदेखि चाहिँ घरमा लान्छ अरे नि त। अनि त्यही भएर बेहुलाहरू आइसक्यो साथीहरू। ल एडी आऊ न। ल है ल साथीहरू लिनु आयो है, लिनु आयो बेहुलीलाई। एडी बेहुला र बेहुली ल ल ल ल ल ल साथीहरू हाम्रो चाहिँ यो रीतिरिवाज लिम्बूको। यहाँ के गर्नुहुन्छ उहाँहरूले हेर्नु ल। कन्या केटीहरूले चाहिँ दियो कलास बोकेर आएको छ। यस्तो पछाडिबाट भयो। कन्या केटीहरू अगाडि। माला माला यहीँ लाउने हो त? च्याप्रुङ यता नातेछ। माला यहीँ हो। यहीँदेखि लाएर जान्छ। छोडे नछोडेको हो ठुलो मामुसँग जाने। बेहुलीले बेहुलालाई मामु यता फेरि मामु। ए लु होइन बेहुली अगाडि हुन्छ होला।
लु लु सक्यो साथीहरू के गर्नु रीतिरिवाज केही आउँदैन रमाइलो भइरहेछ ल यो चाहिँ हामी सबैजना आएको है उता जाँतेदेखि अरे क्या लास्टमा चाहिँ जन्ती यता फेरि जन्ती जाउँ है लो मजा आयो ल है ल अब चाहिँ बिहे लगभग बिहे पनि आधी सिधिसक्यो है साथीहरूको अब चाहिँ टाइम कति भइसक्यो आधी सिधिसक्यो टाइम गइसक्यो साथीहरू कति छिटो उसले त लगेर गयो साथीहरू ल हामी पछि अघि बेहुली बेहुला ल बहुत रमाइलो हुन्छ यस्तो गाउँ पहाडको बिहे चाहिँ एकदम रमाइलो हुन्छ क्या मजा आउँछ बिजोग छ हौ सोल्टिनी हजुर ल त्यसो नभन्नु न सोल्टिनी यस्तो राम्री हुनुहुन्छ छोरा छ र सोल्टिनी छोरा छ र हेर हाम्रो सोल्टिनी ब्युटिफुल सोल्टिनी जाउँ सोल्टिनी अनि यतै बस्नुभयो त तपाईँ त नि ए हो यो नानी रुएर उसको मम्मी ए होइन तपाईँ अघि उता आउनु भएन त भनेको नि सोल्टिनी आउनु खोजेको नानीले गर्दा होइन सोल्टिनी गाह्रो छ केही गर्नु पाइँदैन साथीहरू नानीले गर्दाखेरि क्या त्यही भएर अनि अलिअलि मैले भ्लग गरिरहेको छु साथीहरू सबैजनाले हेरेर माया गरिदिनु होला ल अब घरमा उता गएर भेटौँ ल साथीहरू तल चाहिँ चाप्रुङ नाचिरहेछ यहाँ त्यही ढोल नाच सोल्टीहरूले के लगाइदियो अरे दिदी हड्डी लगाइदिनु भयो ल धन्यवाद सोल्टी खानु थाल्यौँ है साथीहरू हामी चाहिँ फर्किनु त हामी त टिका लाउनु मिल्दैन नि हात मात्र देखो मैले अघि दिए हुन्छ मैले अघि दिएँ होप लाइक ल साथीहरू आज चाहिँ यस्तै नै भयो बिहेको भिडियोहरू के कस्तो लाग्छ तपाईहरुलाई प्लिज हेरेर सपोर्ट गरिदिनु होला प्रतिक्रिया दिनु होला के कस्तो लाग्छ अनि यस्तो भएका साथीहरू बिहे चाहिँ अब मजाले अब यताउति अलिक मजाले खिच्नै पाएन क्या अब नानीसँग मजाले भिडियोहरू क्लिपहरू लिन सकिनँ त्यसको लागि सरी हैन अनि
थियो साथीहरू। अब बोलु आजको बिहे चाहिँ हेरेर तपाईँहरूलाई के कस्तो लाग्छ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला भन्दै आजलाई चाहिँ यति नै। बाई बाई।